ल टोली हामी चाहिँ कडुस खानालाई अब जाने टोलीमा छौँ है। कडुसले हेर्नुहोस् यहीँ हाम्रो घरको नजिकै यहीँ कडुस छ है। यो पनि कडुसको रुख हो है। ल हेर्नु यहाँ पनि फलेहाल अलिअलि, तर यस्ता झिना मसिना अलिअलि सिलो खोजेर खानेवाला परिएन हामी है। हामी त झ्याप्प ठुल्ठुलोमा जाने हो भन्ने कुरा आयो। हेर्नु तराडा निस्किँदैछौँ यी कडुस खानलाई। ल हेर्नु यो पारी हो माथि डाँडो, यो लाङ्दीको डाँडो, लाङ्दीको माथिल्लो गाउँ हो धन्नै लड्या, लाङ्दीको तल्लो गाउँ। उन्दो तल खोला सुसाइराख हेर्नुहोस् है। ट्याक्क ऊ चाहिँ ज्यामिरे फाँटमा पुरै काँस फुलेछ। ल हेर्नु लाङ्दीको तल्लो गाउँ त्यो ट्याक्क यस्तो छ अवस्था। ल हेर्नुहोस् है। ल कता ल अर्को जेन्जी टोली नै आउँदैछ हाम्रो। कडुस खान जाने योजना छ। यहीँ 70 काट्ने क्रम जारी छ। रोडमा निस्केर अब जङ्गलतिर जाने होइन। तैँले त के हाततिर बोकेर आहा त बाघ काट्ने हेट हामी चाहिँ आज कडुस खाने प्लानमा छौँ। कडुस खानालाई यो बिसौना पाखामा सर्वाउँदै क्यारी उड्दा कास यसरी तन्काएर मान्छेलाई हान्दियो हुन्छ अट्टै हुन्छ। म यो बाख्रा सोहेरिन् यो छाडोलाई ल ल ल ल त सेतो हुनुको मान्छे सेतो भागमा है त हानौ हानौ यता गयो। म फर्काएर ल्याउँछु है। गाई गाई छिले गाई यता हेर्दै गर्नुहोस् है। म आउँछु है। हामी त अब गोठालो हुन च्याम्पियन हो, बाख्रा चराउन च्याम्पियन, गोरु चराउन च्याम्पियन। त्यहाँ बाटो फाँडेर ट्याक्क बनाएको छ बाटो कि नत्र त पुरै जङ्गल हेर्नु, पुरै जङ्गल गाउँमा मान्छे जान्छे घट्दै गए अनि त्यहाँबाट छैन कसले सरसफाइ गर्ने। जुन बरको रुख यो लाँगुरी फेदको बरको रुख हो, यहाँ ठुलो लाँगुरी रुख थियो, सबै चाहिँ नै माथ्यो, लाँगुरी बुढो भयो। हेलो त्यस्तो पो छ। हामी कडुस फाइनल्ली कडुस खोज्ने ठाउँमा आइसके छौँ। उसले हेर्नु त कडुस खोज्नेको धुइरो माथि माथि हेर्नु त उहाँ उहाँ काला काला यहाँ तल हेर्नु त ओहो हो हो उता नि हिँडेन। लो हे लो हे ला 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 लो कडुस खोज्नेको त लर्कै छ त्यहाँ त। उम्रिया कडुस छ ल खाने यो सब खाने आज। ला 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 आइज ला 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 आ आ ला कता हो टोलीहरू ओ ल कडुसको चाहिँ खोजी भइरह। यहाँ यो कडुस पाकेपछि रुखबाट पटपट्टि चाहिँ त्यो काँडा फुटेर आफै झर्छ भुइँमा, भुइँभरि हुन्छ। यसरी खोज्ने हो, यी खसे खसे बनाएर यसरी खोज्ने, टपाटपट्टि पनि हातभरि बनाउनु लेख्नु त्यसरी अनि भाँडा हाल्ने लाने हो। ल तपाईँहरूतिर कडुस हुन्छ कि हुँदैन? हाम्रोतिर चाहिँ हुन्छ कडुस, खाइन्छ यसरी है। हामी त यहाँ कडुस खाइरहौँ। अब कोही त कडुस भने के भन्ने थाहा नपाउनेहरू नि हुन्छ है। यस्तो कडुस होइन है, यस्तो दाना दाना फल्छ कडुस रुखमा होइन, ट्याक्क फुटेर यो झर्छ। यहाँ खोज्नै छ कडुस चाहिँ फाइनली यहाँ भेट्यो होला। अलिकति यस्तो हुन्छ क्या कडुसको भित्र ल्याउने, यो त कुहिएर चाहिँ ल्याउनु, यो कुहिएको यस्तो हुन्छ, यस्तो कहानी होइन।
टक्क यस्तो सेतो भएको हुन्छ ले हेर्नुहोस् है बदाम जस्तो सेतो सेतो हुन्छ बुझाउने हो यो यति पौष्टिक तत्त्व हुन्छ कि यसमा प्रोटिन भिटामिन है यो त बुझ्दै खनिज पदार्थ पनि पाइन्छ यसमा कडुस जस्तो हुन्छ हामी त टोली जम्बो टोलीसम्म त कडुस खाने 12 जना खोज्नु पर्दा हतियारले हेरेर धेरै पाउनु थाहा त बराबरै पाउँछ होइन अब यो चाहिँ हामी एउटा रुखा फेदा भएर नपाइए हुनसक्छ त्यही पनि पाइए नपाउने हुनु त पुरै छैन नि हेर्नु भर्खर मैले खाएको थिएँ लिएर उम्रेर कोही त फेरि माटोमा परेको चाहिँ उम्रेर यतो त्यो नयाँ बिरुवा उम्रिनलाई यस्तो चाहिँ जरा हालिसक्यो हुन्छ कडुस टिपिरहे है कडुस अलिअलि त पाइरह्यो जो अगाडि हिँड्छ उसले पाउँछ कडुस पाउँछ छोडेर त्यो जम्मै बाँधेर हार सक्यो होला अलिअलि मात्रै मान्छेले सरकारी रुखा गरेर हल्ला पनि क्या अब खैर झुप्पो देख्नु पऱ्यो झुप्पै झुप्पा छ भन्नुहुन्छ त पाकिसकेको कतै पाउँदैन त म त गर्दैछ भाइ नजाने हो कि ए यहाँ झुप्पा त्यहाँ त्यो झार्ने हो अब ल त्यो माथि त झुप्पा झारेर कुट्ने हो ओहो यहाँ त कत्रा दानाहरू चाहिँ ल यहाँ त ठुलै दानाहरू छ नि ठुलो क्यामेराम्यानलाई दिनु पऱ्यो एउटा ल्याउनु यहाँ त ठुल्ठुलो दानाहरू त कडुसी कडुसको रुख यहाँ झुप्पा झुप्पा फलेको कडुस झुप्पा झुप्पा छ त्यहाँ यो चाहिँ पाकेर झरेपछि मात्रै कडुसको दाना भएमा झर्ने हो यी ले हेर्नुहोस् कडुसको रुख तल कडुस खोज्नेहरू पसारा हुनुहुन्छ ऊ है ओ के छ कतिको छ कडुस टन्नै छ अब अरू चाहिँ कडुस खाएको छ नि हामी चाहिँ भिडियो खिच्ने तोडमा पक्रामा पर्यो हामी बाउ छोरा चाहिँ जिल्लाराम परेको लाग्छ कडुसको तालमा कुहिया त पर्न सक्छ है कुहिया खानु हुँदैन कडुसले हेर्नुहोस् यस्तो हाँगा हुन्छ यस्तोमा फलेको यो काँडाभित्र फलेको यो यस्तो फलेको आँ परेर फुटेर झर्ने हो कडुस यो झुप्पो तपाईँले कडुस देखिरहनु भएको छ कडुस हो ल्याउनु झुप्पा झुप्पा यसरी फल्छ त्यही कडुस पाकेर झर्ने हो यो काँडाले बेरिएको हुन्छ मान्छेलाई जङ्गली जनावरहरूले एकदम मन पराएर खान्छन् यो बाँदर लोखर्की तिनीहरूले ल हेर्नु यस्तो यस्तोमा हुन्छ कडुसी ल हेर्नु यस्तो झुप्पा हुन्छ यस्तो झुप्पा आँ भएर फुटेपछि पाकेपछि कटु कम्प्लिटली म्याचर भएपछि यस्तोबाट यस्तो सिडहरू हुन्छ यहाँ है यस्तो सिडलाई यति सुरक्षित गरेर राखेको हुन्छ हेर्नु यस्तो काँडा है यो छोइ नसक्नु काँडा हुन्छ यो खुट्टातिर नि बिच्छ है यस्तो सिड यस्तो काँडाभित्र यस्तो हुन्छ अब हामीले यहाँ झुप्पै झारेछौँ है अब यो झुप्पालाई चाहिँ कुट्दाखेरि यहाँ अब ढुङ्गामाथि राखेर झुप्पालाई चाहिँ काँडा लिएपछि यहाँ चाहिँ यहाँ देख्नु छ नि लिएर यस्तो यस्तो भित्र ओहो ल हेर्नुहोस् यस्तो भित्र हुन्छ कडुस हेर्नु ल यसमा समात्ने अब यसलाई यहाँ कुटेपछि यहाँ हुन्छ कडुस हुन्छ हेर्नु है देख्नुभयो नि है यो कम्प्लिटली नपाकेको चाहिँ सेतो सेतो कलरको हुन्छ है कम्प्लिटली पाकेको कटुस चाहिँ यहाँ मैले निकाल्दैछु नि हेर्नु यो अब आफै फुटेर निस्क्यो भने चाहिँ खान सजिलो हुन्छ ले हेर्नु यो कम्प्लिटली म्याचर हुँदै गरेको हो सेतो सेतो छ नि त कम्प्लिटली म्याचर भएको यस्तो हुन्छ यो अलिअलि यस्तो चाहिँ सेतो सेतो चाहिँ कम्प्लिटली म्याचर हुन बाँकी भएको यस्तो यो अब यसरी फुटाएर खान त बडो गाह्रो हुन्छ हेर्नु तर यहाँ पनि छ अब यहाँ हेर्नुहोस् ल हेर्नुहोस् है सेतो गाह्रो छ यो फुटाएर खानलाई चाहिँ
हेर्नु यो फुटाएर झिकेर काँडाबाट यो झिकेर खानालाई चाहिँ पर्लाई छ है। तर आफै फुटेर झरेको ठाउँमा चाहिँ टिपेर खाने हो खास कडुस। हेर्नु यस्तो चाहिँ ओहो क्या छिटेर रन हानेर गयो यस्तो फुटाएर चाहिँ